त्यसैगरी आजको यसै महिमाको महाउत्सवमा उपस्थित रहनुभएका सम्पूर्ण शाखा प्रमुखहरू, शाखा उपप्रमुखहरू, केन्द्रीय लिडरहरू, शाखा लिडरहरू, कति बेला पुग्ने हो, कति बेला सच्चाई केन्द्र नेपालमा पाएर हाल्ने होला भनेर मन बढाएर उत्साहित भएर परमेश्वर पिताको यसै पवित्र महिमामा उपस्थित रहनुभएका, परमेश्वरले चुन्नुभएका, परमेश्वरले पत्याउनु भएको र परमेश्वर पिताले स्वर्गका खानाहरू, भोजनहरू तयार पारेर खाना आऊ भनेर नाम काढी काढी गर्न बोलाउनु भएका सबै परमात्मा पिताका आत्मिक सन्तानहरूमा म एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु। धन्यवाद गर्छु महान अनि शक्तिका दाता सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाउँमा परमेश्वर पितालाई सधैँ धन्यवाद गरिरहन्छु, हरेक समय धन्यवाद गरिरहन्छु, किनभने मेरो पिताले आज हरेक चिज हामीलाई, हामी सबको पिताले हामीलाई हरेक जीवनको हरेक समयमा साथ र समर्थन र महिमा आशीर्वाद र हाम्रो शिरमा हात राख्नु भएको छ। त्यसकारण परमात्मा पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। हे पिता, कुन शब्दले बयान गरौँ मैले हजुरलाई यो महिमाको लागि। हरेक समय परमात्मा विगत 13 वर्ष अगाडि 2 जनाबाट 3 जनाबाट मात्रै सुरुवात गरेको, मैले यस्तो सोचेको पनि थिएन। तर परमात्मा महान हुनुहुन्छ। आज त 2 जनालाई 2 करोड, 3 जनालाई 3 करोड सोचेर महिमा गरेको, नभन्दै आँखाको अगाडि गरेर देखाउनु भयो परमात्मा। बाहिर जान्छु पिताको सन्तान, भित्र जान्छु पिताको सन्तान, टोइलेट जान्छु पिताको सन्तान, जहाँ जान्छौँ, बजार जान्छौँ, केही किनमेल गर्न जान्छौँ, जहाँ जान्छौँ परमेश्वर पिताको सन्तानै सन्तानको भिड लगाइदिनु भयो परमात्मा। आज यो महान कार्यको लागि सबैभन्दा मेरो जीवनको अमूल्य गवाई हो। परमेश्वर पिताले आज जति जीवनमा वज्रपातहरू आउँछ झनमाथि 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 राखेर अरू परमात्माले जनसागर परमेश्वरले गर्नुभएको छ, पछि लगाइदिनु भएको छ तपाईँहरू सबैको लागि। जसरी नोआको समयमा नोआ 80 वर्षको मान्छे, वृद्ध मान्छे, शारीरिक बनावट पनि त्यति राम्रो नै। परमेश्वरले नोआको त्यो नम्र मनलाई चुन्नुभयो, जान्नुभयो। यसले मेरो आवाजलाई बुझ्छ, मेरो वचनलाई पकड्छ, यसले मेरो आत्मा अनुसार चल्छ, हरेक दुःखमा पनि मलाई त्याग गर्दैन, मन बलियो गरिरहन्छ, हरेक समय मन उठाइरहन्छ अनि आफ्नो मनको कनेक्सन मसँग राखिरहन्छ भनेर परमात्मा पिताले नोआको त्यो निर्दोष र त्यो नम्र मनलाई बुझेर परमात्माले आफ्नो अनुग्रहले, आफ्नो शक्ति सामर्थ्यले उसलाई उत्कृष्ट बनाएर नोआलाई भन्नुभयो, नोआ, संसारमा दुष्ट आत्माले जल प्रलय ल्याउँदैछ, यस्तो हानि नोक्सानी गराउँदैछ, तर मैले त्यो हानि नोक्सानी भएको देख्ने मेरो इच्छा छैन। नोआ, तिमी गाउँभरि जाऊ, हरेकलाई मेरो समाचार सुनाऊ, यस्तो जल प्रलय आउँदैछ, त्यो जल प्रलयबाट बच्नको लागि बचाउने ईश्वरमा शरण गर, बचाउने जोगाउने परमात्मामा मन देऊ, विश्वास गर, आनन्द गर भनेर परमात्माले उसको मुखबाट, म तिम्रो मुखबाट बोल्छु, तिमी जाऊ, तिमी मात्र मुख खोल, शब्द स्वयंमा हाल्छु, तिमी मन उठाऊ, तिमी दरिलो भाउ, जाऊ सबैलाई बुझाऊ। बुझ्नुहुन्छ त
तरिकाले मात्रै बुझे पनि त जीवन पाउनुहुन्छ, उद्धार पाउनुहुन्छ। यदि मतिर फर्किनु भयो भने मेरो उद्धार उहाँहरूको लागि नजिकै छ भनेर परमात्माले नोआलाई के गर्नुभयो? वचन दिनुभयो। त परमात्मा पिताजीले वचन दिनुभएपछि नोआ सबैलाई वचन सुनाउँदै जानुभयो। कसैले सुन्नु भएन, वास्ता गर्नु भएन, शरीरको दृष्टिले हेर्नुभयो। यो बुढो मान्छे, यो फोहोरी मान्छे, यो एकदमै गरिब मान्छे, यो कंगाल मान्छे के बोलिरहेछ भनेर कोही बिहामै व्यस्त हुनुभयो, कोही घर जम्मै व्यस्त हुनुभयो, कोही खेती किसानीमै व्यस्त हुनुभयो। तर ईश्वरको वचनमा कसैले टेरपुछार लाउनु भएन। नलाइसकेपछि परमेश्वरले नोआलाई भन्नुभयो, नोआ अब तिमीले यस्तो खालको जहाज बनाउनु जुन जहाज भित्र तिम्रा 8 जना परिवारहरू भित्र अट्न सकुन्, अनि धेरै जति पनि मैले बनाएको भाले पोथी गरेका जति पनि जीव जन्तुहरू छ ती सबैलाई पनि एक एक जोडी गरेर तिमीले त्यो जहाज भित्र राख्नु, अनि जहाजको ढोका चाहिँ माथितिर राख्नु। अनि तिमीले जबसम्म जहाज बनाइसक्दैनौ तबसम्म जल प्रलय आउने नै छैन भनेर परमेश्वरले के गर्नुभयो त? नोआलाई के गर्नुभयो? आत्मा अनुसार वचन दिनुभयो। वचन दिनुभएपछि नोआको मन परमेश्वरमा निर्दोष थियो, परमेश्वरमा नम्र थियो। परमेश्वरले जस्तो वचन दिनुभयो त्यस्तै मन नोआले गरिहाल्नुभयो। तब जहाज नबनेसम्म जल प्रलय आएन। जहाज जब बन्यो, जब घर परिवार त्यो जहाज भित्र पस्नुभयो र सबै जनावर जीव जन्तुहरू जति एक जोडी जोडी गरेको भित्र पस्नुभयो, तत्पश्चात अनि जल प्रलय संसारमा पृथ्वीमा सुरु भयो। जब जल प्रलय सुरु भयो, पहाड डुबायो, पाखाहरू डुबायो, हिमालहरू डुबायो, बोट बिरुवा सबै डुबायो। तर नोआ चढेको त्यो जहाजलाई डुबाउनै सकेन। जति जल प्रलय बढ्दै जान्छ झन् माथि राखिदिनु भएका छन् परमेश्वर पिताजी। तब परमेश्वरले यस्तो बुद्धि ज्ञान दिनुभयो, त्यो जहाजको ढोका चाहिँ माथितिर राख्नु, तलतिर नराख्नु। किनभने तलतिर राख्यो भने त उसले पृथ्वीलाई देख्छ, पृथ्वीमा भएका हालतहरूलाई देख्छ। पाखा पहाड सबै डुबेको, संसारमा भएका विश्वास नगर्ने मानिसहरू, निन्दा गर्ने मानिसहरू सबै डुबेको देख्छ। यसले मन खराब गर्छ, यो कमजोर हुन्छ। यो परमेश्वरसँग आराधना गरिरह्यो, मन दिइरह्यो, विश्वास गरिरहनु भयो। तत्पश्चात पाखा डुबे, पहाड डुबे, सबै चिजहरू सबै डुबेर नष्ट भए। तर नोआ चढेको जहाजलाई त्यो जल प्रलयले डुबाउनै सकेन। त्यस्तै संसारमा हेर्नुहोस्, तपाईको बिजनेस डुबेको होला, तपाईको घर डुबेको होला, तपाईको सम्पत्ति डुबेको होला, तपाईको शरीरको स्वस्थपना डुबेको होला। तर तपाईको मन डुबेको छैन भने कुनै चिजले असर गर्नै सक्दैन। हजार गुणा परमेश्वर पिताले तपाईको जीवनमा आशीर्वाद, महिमा, उद्धार यीशु मसीहको नाममा दिइसक्नु भएको छ। धन्यवाद पिता। भरिसक्यो, जब भरिसक्यो बोल्नुहुन्छ, भरिसकेको कार्य कसले गरिसक्नु भयो त? परमात्मा पिताजीले। किनकि नोआको फोकस, नोआको मन, नोआको विश्वासको लायक परमेश्वरमा थियो। त्यसकारण विश्वास र प्रतिज्ञा गर्ने परमेश्वर विश्वासको योग्य हुनुहुन्छ। 100% काम गर्छु भनेपछि गरिसक्नु भएको छ, भरिसकेको छ। मन उठाइहाल्नु, विश्वास बढाइहाल्नु, मन ढुक्क गरिहाल्नु। दोहोरो मन भएको छ भने मनलाई चौको पारिहाल्नु। गलत कामको लागि तपाईको हात अगाडि बढ्दैछ भने त्यो हातलाई काटिदिनु, ताकि त्यो हातको कारण जीवनै पुरै नर्कबाट डुबोस्। तपाईको घोडाले तपाईलाई पाप गर्न लाउँछ भने तपाईको त्यो घोडा काटिदिनुहोस्। जुन घोडाको कारण तपाईँ नर्कमा, पुरा जीवन नर्कमा पर्नुभन्दा बरु एउटा घोडा अघि मात्रै टेकेर ईश्वरको स्वर्गको राज्यमा पस्नु उचित हुन्छ। परमात्मा पिता, शैतानले हमेशा पाप गर्न लाउँछ अनि पापी भन्छ,
तुच्छ पार्छ, गिराउँछ अनि छोडिदिन्छ अनि उसले इन्जोय पार्टी गरेर बस्छ। तर जब हामी परमेश्वर पिताको आत्मा अनुसार चल्छौँ, परमेश्वर पिताले हामीलाई धार्मिक कार्यको लागि आत्मिकतामा बढाउँदै लानुहुन्छ। एक सेकेन्ड पनि गिर्न दिनुहुन्न, एक सेकेन्ड पनि लाजमा पर्न दिनुहुन्न। लाजमा पर्न नदिनुहुने परमात्मा, अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाममा। अरु महिमा, अरु उद्धार, अरु आनन्द परमात्मा पिताले दिइसक्नु भएको छ। एउटा बजारमा एकजना छोरा अनि एकजना बुवा हुन्थ्यो। बुवा चाहिँ धेरै धनी मानिस, पैसा भनेपछि मरिहत्ती गर्ने। एकजना छोरा मात्रै थियो। छोरालाई उहाँले भन्नुहुन्थ्यो, आफै पकाऊ, आफै खाऊ, आफै स्कुल जाऊ, आफै आऊ, आफै आफ्नो कपडा धोऊ, सब काम तिमी आफै गर, तर म बिजनेस गर्छु, म बिजी छु, मलाई डिस्टर्ब नगर। आमा छैन, कोही छैन। बुवाले त्यो भन्नुभएपछि त्यो छोरा बुवालाई भेट्नको लागि यति तडपेर बसिरहेको थियो। त्यस पछाडि बिहान उठ्यो, बुवा गइसक्नु भएको छ। बेलुका सुतिसकेपछि आउनु भएको छ। बुवालाई भेट्नै नपाउने, बुवालाई देख्नै नपाउने। मम्मी पनि बितिसकेको छ। एक्लो छोरा, एक्लो बुवा, हैन, सहायता दिने कोही छैन। तब छोराले बुवाको अनुहारै देख्न नपाउँदा एक दिन बुवाको एकदमै कामको छुट्टी लिनुभएछ। के काम भएनछ, काम छुट्टी लिनुभएछ। तब छोराले बुवालाई देख्दा, बुवा आज म गर्व गर्छु, आज हजुर यसरी बस्नु भएछ। हजुरले महिनामा कति कमाउनुहुन्छ बुवा भनेर सोध। छोराले बुवालाई सोध्नुभयो। सोधेपछि बुवाले भन्नुभयो, तिमीलाई किन चासो, तिमीलाई किन खासो, खान दिएकै छु, लाउन दिएकै छु, सबै कुरा दिएको छु भन्दै गर्दा छोराले मुखबाट गाउन सकेनछ, भन्न सकेनछ। भनेछ उसले, मनले भनेछ, सबै कुरा छ तर बुवाको साथ छैन त के जीवन। सबैको मम्मी छ, बुवा छ, मेरो बुवा भएर पनि साथ छैन, मम्मी भएर मेरो मम्मी पनि छैन, म ठुलो जस्तो जीवन यापन गरेको छु। तब छोराले भनेछ, बुवा तपाईले दिनमा कति कमाउनुहुन्छ भन्दा फेरि गाली गर्नुभएछ। फेरि फकाएछ छोराले। फकाएपछि बुवाले